अन्नलाई चाहिँ पानीमा मिसाइसकेपछि आगोमा पकाएपछि त्यो अशुद्ध हुन्छ। जस्तो मकैको भात छ नि, मकैको भातमा आगोमा पनि पकाइयो पानी पनि हालियो त्यो अशुद्ध भयो। तर मकै पोलेर खाइयो र मकै भुटेर खाइयो भने अशुद्ध हुँदैन। पक्वम घृत पक्वम पय पक्वम पक्वम केवल बलिना तदन्नम फलवत प्रक्त भनेको छ। केवल आगामा मात्रै भुटेर खाएको अथवा घिउमा हालेर बनाएको छ, घिउमा भुटेर बनाएको छ अथवा दुधमा बनाएको छ भने त्यो अन्न चाहिँ फलवत हुन्छ। पानी हालेर मकै बनायो भने मकैको भात खाने चलन छ धेरै जसो एकादशीमा, त्यो अशुद्ध हो, त्यो खानु हुँदैन। यो उसको रोटी खाने चलन छ, त्यो रोटी पनि अशुद्ध हो, फापरको रोटी पनि अशुद्ध हो। त्यसैले त्यो एकादशी व्रत नृत्य हो एउटा। अब एकादशी बाहेक जयन्ती व्रत, जयन्ती व्रत मध्ये मुख्य 3वटा जयन्ती, एउटा शिवरात्रि, अर्को रामनवमी र अर्को कृष्ण अष्टमी। यी व्रत चाहिँ अनिवार्य हुन्, नित्य व्रत हुने। यी व्रत लिनेले अरू कुनै पनि व्रत नलिए पनि हुन्छ, तर यी व्रत नलिने अरू कुनै पनि व्रत नलिए हुन्छ। यी व्रत लिने कुनै पनि व्रत नलिए हुन्छ, फल प्राप्ति भइहाल्छ। यी व्रत चाहिँ लिएको छैन, अरू व्रतबाट लिन्छ भने त्यसको फल प्राप्ति हुँदैन, त्यो नलिए हुन्छ। तपाईँको सोमबार व्रत लिन्छु, आइतबार व्रत लिन्छु, शुक्रबार व्रत लिन्छु, बिहिबार व्रत लिन्छु भन्छ। त्यो चाहिँ कुन भन्नुभयो? 3टा महत्त्वपूर्ण, 3टा महत्त्वपूर्ण चाहिँ एकादशी व्रत एउटा, अनि शिवरात्रि, रामनवमी र कृष्ण अष्टमी। ल एउटा यसो भन्नुभएको छ, म चाहिँ हरेक एकादशीमा व्रत बसिराखेको छु, हरेक एकादशीमा म व्रत बसेँ एकदम भक्तिभावका साथ, तर म शिवरात्रिमा बसिदिनँ। हो, त्यो बेठिक हो। त के हुन्छ? नित्य व्रत छुट्यो नि त, त्यो भएन, गर्नुपर्ने व्रत गरिएन। त्यसो एकादशी व्रत गरेको फल, म एकादशी गरेको फल पनि मैले अब फल प्राप्त गर्नुहुन्छ, एकादशी गरेको फल प्राप्त पनि पाउनुहुन्छ, जयन्ती व्रत नगरेको दोष पनि पाउनुहुन्छ। फल पनि प्राप्त गर्नुभयो, दोष पनि प्राप्त गर्नुभयो। तर एकादशी व्रत पनि लिन्छ, जयन्ती व्रत पनि लिन्छ भने चाहिँ शुक्रबार सोमबारका व्रत नलिए पनि हुन्छ। तर एकादशी र जयन्ती व्रत लिँदैन, शुक्रबार सोमबार व्रत लिन्छु भनेर भन्छ भनेदेखि त्यो व्रतको चाहिँ अर्थ छैन। हजुर, नित्य व्रत छन् कि नित्य व्रत छन्, काम्य व्रत छन् होइन। त्यो त्यसमा नित्य व्रत भनेर चाहिँ जयन्ती व्रत र एकादशी व्रत हेर्नुहोस्। एकादशी व्रत चाहिँ यो 24वटा एकादशी हुन्छ नि सामान्य महिनामा, एउटा महिनामा 2टा एकादशी, शुक्ल पक्षको एकादशी र कृष्ण पक्षको एकादशी हुन्छ। अनि मलमास भयो, जस्तो अब गएको वर्ष 1 वर्ष अगाडि चाहिँ साउनमा मलमास थियो, अब आउने 83 सालको चाहिँ जेठमा मलमास पर्दैछ। मलमास परेको वर्ष चाहिँ 26वटा एकादशी हुन्छन्। ती 26वटा एकादशी अनिवार्य व्रत हुन्। आफूले नियम गरेर भात खानु हुँदैन, त्यसमा दाल भात तरकारी खानु हुन्छ, शुद्ध तरकारी। अनि व्रत गर्ने के नियम गरेको छ त्यो नियमको व्रतको खानुपर्छ।